सम्पूर्णमा यो ज्ञान सागर एकाडेमीको यो प्राङ्गण जुन आज चाहिँ हामी नयाँ वर्षको सङ्घारमा पनि छौँ। नयाँ वर्ष भर्खर सुरु मात्रै भएको छ, आज 5 गते मात्रै भएको छ र पनि हामी नयाँ वर्षकै उत्सवमा पनि छौँ। र यो साहित्यिक बगैँचाबाट यहाँ उभिएर तपाईहरु मार्फत यो साहित्यिक बगैँचाको नयाँ सुरुवात, बगैँचालाई अझ सुन्दर बनाउने एउटा आजको यो एउटा नयाँ उमङ्गका साथ जुन कार्यक्रम भएको छ, यहाँ उभिएर शुभकामना मन्तव्य दिँदै गर्दाखेरि वडाको तर्फबाट हामी गौरवान्वित महसुस गरेका छौँ। पक्कै पनि हेम्जा साहित्यमा एकदमै अगाडि अहिले चाहिँ आइरहेको छ। हेम्जा साहित्य प्रतिष्ठानले धेरै राम्रा कामहरू चाहिँ यस अगाडि पनि गर्दै आइरहेको छ। जहिले हेम्जा साहित्य प्रतिष्ठानका कार्यक्रमहरू हुन्छन्, हाम्रो वडाको प्रतिनिधित्व पनि हुने गरेको छ। हाम्रो कर्तव्य, वडाको कर्तव्य भनेको हेम्जा साहित्य प्रतिष्ठान अथवा हेम्जामा साहित्यका जति पनि कार्यक्रमहरू हुन्छन् त्यसलाई संरक्षण गर्नु र प्रवर्धन गर्नु रहेको पनि म यहाँलाई जानकारी गराउन चाहन्छु। र त्यसमा वडा नम्बर 25 र समग्र पोखरा महानगरपालिका ले हेम्जा साहित्यमा जुन एउटा कार्यक्रम गर्छ र हेम्जाको साहित्यलाई संरक्षण गर्ने र यसलाई प्रवर्धन गर्ने कार्यमा हामी ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। आगामी दिनमा यहाँ धेरै कुराहरू अघि छन्दमणि सरले राख्नु भएको छ, हामी धेरै पटक चर्चा पनि गरिरहेका छौँ। हेम्जामा पहिलोपटक साहित्यिक महोत्सव हुने जानकारी हामीले पाएका छौँ। त्यो एउटा साहित्यिक रूपमा चाहिँ सफल रहोस् र त्यो छिटै आयोजना उहाँले चाहिँ गर्नुहुनेछ र गर्नुहुनेछ। त्यसको लागि पनि उहाँलाई कस्तो खालको सहयोग चाहिन्छ, कस्तो खालको हामीले चाहिँ उहाँहरूसँग सहकारी गर्न सक्छौँ, त्यसको लागि वडा कार्यालयसँग यहाँले समन्वय गर्नुमा पनि म हार्दिक अनुरोध गर्छु। र आजको जुन एउटा कार्यक्रममा हामीले कविवर हाम्रा गुरु, हाम्रो हेम्जाकै रत्न र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा कवि भनेर चिन्नुहुने हाम्रा आदरणीय गुरु मुकुन्द सर उपाध्यायको जन्मदिन रहेको छ। उहाँलाई म जन्मदिनको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भने उहाँको स्वास्थ्य एकदमै सुदृढ होस् र आगामी दिनमा उहाँका जुन कार्यक्रमहरू आउने छन् ती कार्यक्रमहरू सफल रहन् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। त्यस्तै दशरथ केसरी स्मृति घोषणा भएको छ, त्यो घोषणा गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूलाई आगामी दिनमा यहाँहरू एउटा संरक्षकको रूपमा रहनु भएको छ र यहाँहरूले उक्त घोषणा गर्नुभएको कार्यक्रम पनि आगामी दिनमा निरन्तरता रहोस् र अझै त्यसको चाहिँ उत्तरोत्तर प्रगतिको पनि कामना गर्न चाहन्छु। र बालपनका धर्साहरू जुन एउटा आज लोकार्पण भएको छ, 9 कक्षा मात्र पढ्ने एकजना नानीले जुन एउटा रचेर एउटा हेम्जाको एउटा बाल विकासमा एउटा महत्त्वपूर्ण भूमिका उहाँले निर्वाह गर्नुभएको छ। उहाँ हेम्जा बाल क्लबको सचिव अथवा कुनै पदाधिकारी पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई। उहाँलाई म उत्तरोत्तर प्रगतिको धेरै कामना गर्न चाहन्छु। यस्ता संस्थाहरू हेम्जाले पाउने मात्रै होइन, हेम्जाले जन्माएको छ र उहाँको संरक्षण गर्नुपर्ने र उहाँको प्रवर्धन गर्नुपर्ने कर्तव्य आगामी दिनमा रहेका छन्। र उहाँ जस्तै धेरै साहित्यिक क्षेत्रमा चाहिँ विद्यार्थी भाइ बहिनीहरू, रुचि राख्ने भाइ बहिनीहरूलाई पनि संरक्षण र प्रवर्धन गर्नुपर्ने हाम्रो आवश्यकता रहेको छ। र आगामी दिनमा उहाँहरूको संरक्षण र प्रवर्धन गर्ने जिम्मा सम्पूर्ण हेम्जावासीको रहेको पनि म यहाँहरू जानकारी गराउन चाहन्छु। भने यहाँहरूबाट पनि त्यस्ता खालका प्रतिभाहरूलाई संरक्षण गर्ने र प्रवर्धन गर्ने कार्यमा हामी हातोमालो गर्दै सबैजना हेम्जाली एकजुट भएर अगाडि बढ्न पनि म आग्रह गर्दै आज यो एउटा फुलबारीमा बसेर एउटा बगैँचामा बसेर यो साहित्यका कुरा गर्दाखेरि यहाँ अग्रज धेरै साहित्यकारहरू हुनुहुन्छ, सम्पूर्णलाई म हृदयदेखि नै हार्दिक धन्यवाद दिँदै वडा कार्यालयको तर्फबाट यो कार्यक्रम लगायत सम्पूर्ण आगामी साहित्यमा हुने कार्यक्रमको उत्तरोत्तर प्रगतिको र सफलताको शुभकामना दिँदै मेरा भनाइहरू यही अन्त्य गर्छु। धन्यवाद।